सर्वप्रथम हेमबहादुर मल्ल सम्मानबाट मलाई सम्मानित गर्ने निर्णय गर्नुभएकोमा नेपाल जनप्रशासन सङ्घप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु। साथै हाम्रो अभिभावक एवं नेपालका सम्माननीय राष्ट्रपतिज्यूबाट यो सम्मान प्राप्त भएकोमा म हर्षित छु, हार्दिक आभार व्यक्त गर्दछु। यो सम्मान मेरो लागि व्यक्तिगत उपलब्धिको मात्र विषय होइन, यसले इमानदारीपूर्वक गरिएको काम, सेवाप्रतिको प्रतिबद्धता र संस्थागत योगदानको पनि सम्मान भएको महसुस गराएको छ। यसले मलाई आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा ऊर्जा दिएको छ। नेतृत्व तथा व्यवस्थापनको ज्ञान नै सिकेर वा जाने म यहाँ सामु उभिएको होइन, तर एउटा सानो कर्मथलोमा विगत 30 वर्षदेखि आफ्नो क्षमता, लगाव, बुद्धि र बरकतले भ्याएसम्म आफूलाई नै समर्पण गरेर मेहनत भने गरेको छु जस्तो मलाई लाग्दछ। नेतृत्वको कसी भनेको आवश्यकता भएको तर केही पनि नरहेको ठाउँमा उभिएर एक सुन्दर सपना देख्नु हो जस्तो मलाई लाग्दछ। त्यही सपनालाई अरूहरूको आँखामा उतारेर विपनामा परिणत गर्न सक्नु हो। नेतृत्वमा हुनेहरू सर्जक, क्रिएटर हुनुपर्दछ। सफल सर्जक भएपछि मात्र व्यवस्थापनको भूमिका आउँछ जस्तो मलाई लाग्दछ। नपुग कुरालाई बाँडफाँड होइन कि पुग गराउन सक्ने नेतृत्वको जिम्मेदारी हो। हरेक क्षेत्रमा यो कुरा लागू हुन्छ, स्वास्थ्य, शिक्षा, कृषि, उद्योग आदि सबैमा। एउटा सानो टिमबाट एउटा सानो दानामा सुरु भएको झुल्केल अस्पतालमा आज झन्डै 1700 जना कार्यरत छौँ र देशकै एउटा प्रमुख अस्पतालको रूपमा स्थापित भएको छौँ। काठमाडौँ विश्वविद्यालयको सहकार्यमा हामीले अहिलेसम्म 25 वर्षभित्र 20,000 युवाहरूलाई विभिन्न स्वास्थ्यका विधामा दक्ष जनशक्तिका रूपमा उत्पादन गरिसकेका छौँ। यो हुन सक्छ। गर्न सक्नेलाई गर्न दिनको लागि मार्ग प्रशस्त गर्नुपर्दछ। धुल्केल अस्पतालको पनि मूल मन्त्र आजसम्म यही रहिआएको छ। म कहिलेकाहीँ जिस्केर भन्ने गर्छु, म सर्जनको रूपमा 90% यो मान्छे मर्छ नै भनेर आएको एउटा सानो आशा, 10% आशाको केन्द्र बोकेर आएको मान्छेलाई चाहिँ 100%मा ढालेर घरमा बिराबारी गरेर चाहिँ स्वस्थ फर्काउँछु। नेतृत्व गर्नेमा हुनुपर्ने अर्को महत्त्वपूर्ण गुण भनेको पोजिटिभिजम नै हो। कहिले कहिले व्यवस्थापनमा 90% ठिक छ, 10% ठिक छैन भने 10%ले जितेर चाहिँ 90%लाई फाल्ने पनि हुन्छ। त्यस्तो 90% भए राम्रो हुन्थ्यो कि भन्ने चाहिँ मेरो सोचमा आएकोले, यो मेरो फ्यामिली गार्जियन जस्तो अनुभूति तपाईँको उपस्थितिमा भएकोले मैले यो बोल्दैछु। मेरो आफ्नै पर्सनल चाहिँ विचार। नेतृत्व गर्नेमा हुनुपर्ने अघि भनेको जस्तै महत्त्वपूर्ण गुण भनेको पोजिटिभिजम नै हो। शङ्कामा बसेर अरूको नराम्रो पक्ष मात्र खोतलेर केही हुनेवाला नै छैन। कसैको सबल पक्ष के छ, राम्रो पक्ष के छ, यसलाई थप उजागर गर्नु नै सफल नेतृत्व र व्यवस्थापनको आधार हो। गेटिङ टुगेदर अ टिम अफ ordinary people to do extraordinary things। धुल्केल अस्पतालको मेरो अनुभव र सिकाइ यही हो। मलाई आजकल लाग्ने अर्को कुरा के छ भने नेतृत्वमा हामी प्राय योग्यता, डिग्री र अनुभव जस्ता कुराहरू धेरै खोज्दछौँ। त्यो ठिक हो, एकदमै महत्त्वपूर्ण पनि छ, तर त्यो भन्दा ठुलो कुरा त्याग हो जस्तो मलाई लाग्दछ। नेतृत्वमा मैले विश्वका विभिन्न मुलुकहरू भ्रमण गर्ने अवसर पाएको छु। यहाँहरूले पनि यो कुरा स्वीकार्नुहुन्छ होला कि नेपाल जस्तो सुन्दर देश र हामी जस्ता असल, गुणी अनि मेहनती मानिसहरू सहिले देख्न पाउँदैन अरू विश्वमा। काखमा दुधे बालक राखेर दिनभर ढुङ्गा फुटाउँदै 2 छाक जो गर्दा पनि एक वचन गुनासो नगर्ने महिलाहरू भएको देश नेपाल नै हो। मरुभूमिको घाममा पसिना बगाएर भए पनि परिवार पाल्ने हिम्मत गर्ने युवाहरूको देश नेपाल हो। हाम्रो समस्या व्यक्तिमा भन्दा पनि अरूले अनुकरण गर्न मिल्ने नेतृत्व वर्ग बनाउन नसक्नुमा छ।
हाम्रो समस्या समुदायमा भन्दा पनि सफल संस्थाहरूको निर्माण गर्न नसक्नुमा छ। हाम्रोमा 100 वर्षसम्म टिकिरहेका सफल संस्थाहरू एकदमै थोरै छन्। अबको हाम्रो प्रयास भनेको सफल संस्थाहरूको सिर्जना गर्नुमा हुनुपर्छ जस्तो मलाई लाग्दछ। यसका लागि हामीले नयाँ शैक्षिक तथा तालिम दिने संस्थाहरू बनाउनु पर्छ, जुन संस्थानहरूमा गर्दा सिक्न सक्ने अवस्थाहरू ल्याउनु पर्छ। हामीले सिक्दा गर्न सक्ने अवसर प्राप्त गर्ने संस्थाहरू तयार गर्नु छ। यो हुन्छ, यो गर्नै पर्छ, यो हामीले नै गर्नुपर्छ, अहिले नै गर्नुपर्छ। हामीले गर्यो भने यो हुनेवाला पनि छैन जस्तो मलाई लाग्दछ। जसबाट विषयवस्तुको ज्ञान मात्र हुने नेतृत्व विकास र दिगो व्यवस्थापनको व्यावहारिक सिकाइ पनि हुन सक्दछ। मैले भन्ने पनि गर्छु, एउटा संस्था यस्तो विकास गरौँ जहाँ सिक्दा गर्न सक्ने र गर्दा सिक्न सक्ने नै अवसर प्रदान होस्। विकासका नाममा धेरै वर्ग प्रणालीहरू नबनाऊ। सरकारी, गैर सरकारी, सामुदायिक, निजी, तिम्रो, मेरो जस्तोको अनेकौं वर्गीकरण गरेर धेरै समय नबिताऊ। सरकारले मात्र सबै गर्न सक्दैन, न त निजी क्षेत्रले मात्र, समुदाय वा अरू सङ्घ संस्थाले नै एक्लै गर्न सक्दैन धेरै कुराहरू। हरेकका विशेषताहरूलाई अँगालेर जति सक्दो ठुलो र जति सक्दो चाँडो विकासका पाइलाहरू अगाडि बढाउनु पर्छ जस्तो मलाई लाग्दछ। प्रश्न सिर्फ एउटै मात्र हुनुपर्छ, कसैले देश र जनताको हित गर्छ कि गर्दैन। यदि गर्छ भने चिनेर यसलाई सहयोग गरौँ। प्रयास गर्नका लागि विश्वासको अवसर, बेनिफिट अफ डाउट दिने नीति दिउँ। केही राम्रो उत्कृष्ट प्रतिफल आउँछ भन्ने कुराको एउटा बलियो नमुना धुलिखेल अस्पताल नै हो जस्तो पनि लाग्दछ। आफ्नो सुरुवाती दिनहरूदेखि नै यस संस्थाले नेपाल सरकार, विभिन्न सङ्घ संस्था तथा व्यक्तिगत रूपमा ठुलो विश्वास र सम्मान प्राप्त गर्दै आएको छ। नेपालमा केही गर्न सकिँदैन भन्ने र सरकारी तथा समुदाय क्षेत्रबीच सहकार्य गर्न कठिन छ भन्ने नानीहरूको लागि म हृदयले एकपल्ट धुलिखेल आउनको लागि निमन्त्रणा गर्न चाहन्छु। यही फोरमबाट हामीले सक्छौँ, सकिन्छ, नेपालमै सकिन्छ। यहाँहरूकै सहयोग र योगदानबाट उभिएको यस संस्थामा यहाँहरूलाई सदैव हार्दिक स्वागत छ। अन्तमा हेमबहादुर मल्ल सम्मान जस्तो प्रतिष्ठित सम्मानलाई निरन्तरता दिई सार्वजनिक सेवा, सुशासन र संस्थागत योगदानलाई प्रोत्साहित गर्नुभएकोमा आयोजक संस्थाप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछु। यो सम्मानले मलाई विगतप्रति सन्तुष्टि हुनुभन्दा भविष्यप्रति अझ जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्न प्रेरित गर्नेछ।